हेलो हेलो गाइस, अब स्वयम्भू स्टार्ट भयो माथिको तल्ला। माथिको तल्ला के भन्छ यसलाई, के भन्यो के अरे ऊ हान्ने त छैन हजुर, कोइन हान्ने ठाउँ त छैन त पहिला चाहिँ होइन। छ त कोइन हान्ने त छैन है, स्वयम्भूको कोइन हान्ने ठाउँ। पैसा अझै फालिरहेको छ मान्छे, पैसा फालिरहेछन्। पैसै पैसा यहाँ सबै पैसै पैसा फालिरहेको मान्छेहरूले। जाउँ रे, कताबाट जाने? यताबाट जाने उताबाट जाने? यताबाट गएर उताबाट आउने है। है देश विदेशमा हुनुहुने साथीहरू हेर्नु होला स्वयम्भूको दृश्य। अहिले हाल नयाँ चेन्ज भएको स्वयम्भू है गाइस, बालेन्साको स्वयम्भू। के हो यो यहाँ बुद्ध जित्तको माला नि पाउँछ कि हो होइन? होइन होला, हो कि हो हो जस्तो। बुद्ध जित्तको माला नि पाउँछ चाहिँ स्वयम्भूमा। सामानहरू माला हेर्ने हो नहेर्ने? कति धेरै छ हेर्ने मालाहरू। त्यो त के अरे स्वयम्भूको त्यो पारिभित्र चाहिँ त्यो त्यो माथिको त्यो गुम्बा के त्यो के हो? त्यो गुम्बा स्वयम्भू आउँदैन त्यहाँ गएको होइन हामी यहाँ अस्ति? के अरे स्वयम्भू स्तूपा हाइट यता कि उतापट्टि हो र? यहाँ मालाहरू सबै बेच्न आएर यहाँ के को माला हो यो? रुद्राक्षहरू हरेक छ। अझै धेरै हिँड्नु छ, 5 मिनट अब। स्वयम्भूबाट काठमाडौँ देखाइदिउँ न, काठमाडौँ स्वयम्भूबाट देख्ने काठमाडौँ हेर्नु है गाइस। अब आइपुग्यो त, अब 10वटा 20वटा 50वटा जति होला श्रेणी अझै। मङ्कीले के चोर्न खोज्दै त हेर्ने के चोर्न खोज्दै त्यसले? यसले मान्छे कहाँनिर छ भनेर हिँडिरहेको छ।
आइसक्रिम खाने हो खाने खा एउटा चिसो तातो भएर खा खाने यहाँ कति राम्रो फुलहरू फुलेको यहाँ के कुन चाँदीको होइन हाइटमा आइपुग्यो होइन यहाँ कहाँ पाउँछ त्यो सामान आइसक्रिम चाहिँ जसले चाहिँ आउँछ यहाँ मिठो होला किन नखाने उनीहरूले यताबाट घुमेर पाउनु पर्ने छैन त अझै त काठमाडौँ देखाउने हो काठमाडौँ त पुरै नौ तले धरेर यहाँबाट देख्दैन देख्दो रहेछ नौ तले धरेर अलिक नराम्रो देख्दो रहेछ टाढा भएर होला है स्वयम्बाट हेर्दा यस्तो देखियो काठमाडौँ है गाई चाहिँ जाउँ माथि हेरौँ स्वयम्भू उयो भइहाल्यो के हो त्यो आँखा दुईटा स्वयम्भू त्यो के बुद्धको होइन त्यो कसरी बनायो होला यत्रो कताबाट जाने के चाहियो हेरिसक्यो त्यतापट्टि यहाँ हेर न हातमा बजाउने यो के भन्छ यसलाई कत्रो ठुलो छ यहाँ हेर्नुहोस् देश विदेशमा उनीहरूले स्वयम्भू हालको स्वयम्भू यस्तो छ यहाँ हरेक सामानहरू पाइन्छ किन्नका लागि चाबी त कस्तो छ अनि खोइ मङ्की कता ए पिङ खेल्दा होइन यसलाई खोइ के हो यो पनि बुद्धकै हो नि सबै के अरे यो
बुद्धकै के भन्छ स्तूप के भन्छ सानो सानो सबै सानो सानो बनाएर राखेको है यहाँ सामानहरू कस्तो कस्तो किन्न पाइन्छ यहाँ हिमालको पुरै दियो कहाँ 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 गर्ने कति राम्रो राम्रो हिमालको फोटोहरू खिचेर आएको अनि यताबाट झर्ने हो नि खोइ त त्यो हामीले खोजेको चिज त भेटेन र छैन रहेछ है होइन त छोरीले किन्दिन त्यो थाङ्का पनि नहो यो होइन थाङ्का हो कि थाङ्का उयो लेखेर यो 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 लेख्यो भने धेरै पैसा आउँछ भन्छ लेख्न जाने भने धेरै पैसा आउँछ अरे यताबाट तल झर्ने नि त रहेछ त अब खुकुरीहरू यहाँ हो पुरानो पुरानो खुकुरीहरू खोडाहरू नि रहेछ पुरानो पुरानो यहाँ कति सामानहरू मौन अरे नि कसरी बनायो होला है लान्छ नि विदेशीहरूले किन्छ नेपाली नि किन्छ धनीहरूले घरमा सजाउन राख्छ नि यस्तो यो त राख्छ नि यस्तोहरू यस्तो राख्छ नि सोको लागि घरमा कति राम्रो देख्छ मङ्की हो मङ्कीको बच्चाहरू आऊ आइज अब यहाँबाट घुमेर अब तलतिर जाँदैछु गाइस स्वयम्भू एक राउन्ड घुमियो हालको स्वयम्भू यस्तै छ है गाइस अहिलेको नयाँ हाम्रो बालन सरकार भएकोदेखिको अहिलेको चेन्ज भएको स्वयम्भू सफा छ जहाँ राम्रो छ यसले हेर्न दिशा गरेको भाग्यो ल यति नै है गाइस आजको चाहिँ